बसले छोड्यो क्या हामीलाई त्यो गाडीमा त्यो गिटी खानासम्म आउँदा त बस्दा सुई ओ त्यो कुकुर अटे त यस्तो भन्नु चाहिँ कसले सिकायो दुईजना भने हुन्छ बडा म्याच त्यो त यसो गरिसकेको छ देवान त्यो भाइको बुढी त पुगेर पिछे माथि घरमा देवान बाबा अनि त्यहाँदेखि त यो तिमी त भन्ने केटी होइन नानी होला भन्ने थियो कुदेर फेरि पुग्छ अरे पर मलाई अलि एकैचोटि आएको जस्तो देखेर एकचोटि लाने अनुसारले त एकचोटि आएको जस्तो छाटायो नातिनी बुहारी लगे पनि फेरि ल्याउँछ रोटी रक्सी ल्याउँछ 10 किसिमको 9 सेकेन्ड हेर 10 किसिमको बेग किसिम हो आजको त माग्ने थियो हैन त अब यस्तो हो अजनाले भने चाहिँ अब यो चाहिँ अब उनीहरु कन्फर्म भइसक्यो अब एउटा बाटो खोलियो नि अब त्यो पठा मात्रै बोकेर जाँदा त्यसको सरी दिन्छ कि दिँदैन कि केटाकेटी मान्छ कि मान्दैन कि भन्ने कुरो छ नि भनेर कुरो गरे नि राम्रै हो अब यो चाहिँ अब उनीहरु कन्फर्म भइसक्यो के अरे उनीहरु मन बराबर भइसक्यो अनि त्यो भएर गर्दा राम्रै सल्लाह लिएको हो नि त अब त्यो कसैको छोरी अब फेरि मन अब छोराले मन पर्यो भने दिन्छ कि दिँदैन बाबामाले बाबा के अरे केटाले मन पर्यो भने बाबा छोरी भएकै काम गर्दा गोबर देखाउनको लागि त अगाडि ल अब अहिले चाहिँ हामीलाई चाहिँ 35 दिँदै गर्नु पछि एक डोकै बारीमा यसो अलिकति अब उहाँ पनि जानुहुँदा हामी खै गरौँला नि अस्ति मैले दिएको थिएँ भन्नु पर्ला कोही चिने त म काको मात्रै चिने त अरू कोही चिने म चाहिँ यहाँ दिदीको माइला गएको छोरा हो कि सीताको सीताको भाइ हो मैले एकदमै राम्रो राजी छ अरे राम्रो भयो तपाईँहरूको त्यो कुरा सम्झेर यो पनि पो खोल्नु पर्थ्यो होला यो पनि खोल्नु पर्थ्यो एकजोड खोलेपछि हुन्छ मेन खोल्नु पनि त्यही हो अब त्यो पछि अब परि गयो भने खान्छ हुन्छ त्यो त पोख्छ कि भनेर यसो ला लागो त त्यो पनि हिंसा नि गरे क्या मान्छेले त्यसो नि लिप्दा नि गरेर पोख्छ भनेर ल्याएको होइन अब यसरी कठोमा पोख्छ भनेर जम्रो त पोखेर नि गुरु होइन सबै छिरेर जान्छ नि त्यो त पोख्छ भनेर उ गरेको त तपाईँले एउटा फोटोले भेटाउनु पर्छ
यो खान्छ होला नि यो आन्टी म भित्र राख्नु फेरि कोर्नी टेकेपछि पहिरो छ फेरि लुके भएर आइको धुवा भयो ल हाम्रो चाहिँ आमा बाबा सबै यहाँ बसिरहेछ होइन ए ल ल ल म सबैको खिचिदिन्छ है अब त्यो छैनले पर्सिया छैन राम्रो है लु भयो अब छोडिदिनु हलो समयले हलो काट्यो हामीले भन्छ त रेडी भइसकेछ हो त गर तिमीहरू यो लानुपर्छ माथि पैसामा टाउको माथि पैसामा राखौँ धर्नु पाउँछ लाने होला त्यही त हो हजुर टिकाटालो लगाइदिए बेला बेटीको आमाले Bye.
गीत गाउनु पर्छ
चढ़्यो क्या मालूम तिम्रो गालामा क्या मालूम तिम्रो गालामा बिरतीको चाँडो कस्तो मुटु कहिले थर 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 बिरतीको चाँडो कस्तो मुटु कहिले थर 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 बसेन भने क्या
यो चाहिँ 1 नम्बर गलत भयो यो अहिले सम्झिँदा चाहिँ अब आज त घरभित्र आएर 3 दिनभित्र चोर पुग्नु पर्छ अफिस कतै त तुरुक काम त बिर्सिन्छु घरमा गर्ने मै हो जसो त्यसो काम त गर्नु पर्यो दिदीले छोडेर गइहाल्यो विदेश कति दिनमा त मै हो 2 जना मेरो बुढी चाहिँ पसिना गरेर रोटी पोल्दै थियो म चाहिँ यसरी अठ्याइन्छु अनि उहाँले चाहिँ यस्तरी हाल्छ स्वाद यस्तरी फर्काउने काम मेरो रात आयो गर्ने त्यो झोलाको भारी उति भाइलाई दिनु त उसलाई बुझ्दै भयो नि त ल त्यो चुलामा बस्दै गर्नु अरे भन्नु सिकाएको नि साँडे कस्तो को साँडे भिडियो गर्न आइज भिडियो त बनाउनु त यसो कहिले काहीँ याद आओस् एउटा सम्झी खाले यतापट्टि बस्छ एउटा सम्झीले यतापट्टि सामान पर्ने सामान ल्याएपछि मिलेर बस्नु यो सबै कुरो जोडी पारेर राख्नु त बाबु त्यो अर्को ट्युब यता ल्याउनु यो सबै जोडी पारेर साइडमा राख्नु खै त्यो ट्युब यता
गाह्रो परेर जस्तो छ यसको जोडी के कुन चाहिँ हो कता यसको जोडी यसको जोडी त्यहाँ निकाल्नु पर्छ त्यसको जोडी यता हो कोही अर्को यहाँ निकाल्नुपर्छ अर्को रक्सीहरू ए त्यही भएर म त देख्दै देखिन जोडेकै रहेछ हजुर हामीले जोडी गर्नु ल्याएको जोडी ल्याउनु पर्छ होइन हजुर अब यत्रो छोराछोरी जन्माएर यत्रो चाहिँ बुढो पाको भएर चाहिँ चाहिन्न भन्दा अब कहिले जानु चाहिन्छ हजुर त्यो जाने उपाय भनिदिन्छ जोडी जोडी भयो त एक जोडी दुई जोडी जोडी कुन चाहिँ कोठा जोडी राख्नु यसको भाइको यो पुरानो नियमले हाम्रो कोठाको जोडी भयो त नि दुईटा भइहाल्छ पहिला यसको जोडी अब यसको यो हामी त किरेनमा पुगेर जाँदैन छैन होला अब किरेन होइन तर कोठा चाहिँ जोडी नै हुनुपर्छ कोठा भने त जोडी यसको एउटा जोडी मन हो त्यसै यो कोठा कोठा एक जोडी बनाऊ कोठा कोठा जोडी हो होइन कोठा जोडी हो त्यसै बेला यसको जोडी तुलसीको जोडी भयो तुलसीको जोडी भयो यो कोठा कोठा जोडी भयो यहाँ छ त्यो अनि यसको जोडी हो त्यो बोजू मेरो त्यो बोजू भएकोहरू त्योहरू माउली भएकोहरू अब छुट्याइरहेको छ कि यहाँ छुट्याउनु पर्छ त्यो चाहिँ अब सल्लाह गरौँला एकछिन हाम्रो लामो सम्झेर नि त मैले देखेको मागमा त म धेरै अब सम्झेहरूले माग गरेर हामीले पुऱ्याउनु सक्ला नसक्ला त्यो अब आफ्नै ठाउँमा छ आखिर आमा उजुरले पुजेको बढाउनु त कस्तो अर्कोलाई चाहिँ छिटै छिटाएर उयो बेसी दुईजनाले सँगै खाना गुन्डो होइन त्यसले हेर्नु मजा हेर्नु जेठी बोल जेठी बोली जेठो छिटा त्यसले त हुँदैन हौ दाजु छैन आमाहरूको पछाडि गर्मी भयो दुई भाइको ठुलो बुहारी छिटो भइहालेको बत्तीमा पहिला बत्ती टिका लाउने भाउजू बेसी टिका आफै लु भयो छिट्टो कि दिदी छिट्टो फोटो पैसा कुनामा जिल्ले पठाइदिन्छ अब यो यता साट्दा हुन्छ अब छोरी
सजिलो हुन्छ भनेर नै अब कोरमीले जिम्मेवारी कोरमीले अब थन्काउनु पर्यो पर्यो त्यो ठिक गर्नुभयो यो खदान एउटा कोला लगाइदिनु एउटा लाउनु न जान्छ पनि त्यो रक्सी मा त भइ नै नानी नि घरमै छौ तपाईँहरूले चाहिँ यहाँ सबैजना उभिदिनु ल सामानहरू गाडीमा लाउनु नि त उधो जाने सामान चाहिँ आउँछ हाम्रो उता जाने केही छैन सबै उभै जाने मात्र खुवाइदिनु